गाडी चढेको। अब हामी तपाईँहरूलाई एकचोटि उतै गएर भेट्छौँ। बाई बाई। यात्रा रमाइलो चलिरहेको छ त्यस यहाँनिर गाइडहरू मेरो स्वर चाहिँ पुरा फटस्ता छ कि माइन्ड नगर्नु होला है। यसलाई इन्टरनेट होला यतिको त रमाइलो गर्नु पर्यो नि त होइन दाइ? अलिक पोहोर हुँदैन त हो नि, पछाडि बसेर चाहिँ पोहोर हुँदैन। सिरियस रुममा गइरहेको लिरिक्स चाहिँ डेन्जर हो कि कस्तो कम्बर हल्लाउन मन लाग्यो। तिमीलाई माया गर्छु अरू कुनै चाहत छैन। कति राम्रो ठाउँ रहेछ अनि आनन्द गयो। एक ग्लास फ्रन्ट पार्टी पिट्टा पार्नु छ। म 12 सिङ्गेको सब हेर्न यो माइजो थाहा छैन। माइजो यो छ नि अहिले हामी आएको यो बियर फ्याक्ट्री हो। ए अब आउनु लाग्यो। ए 12 सिङ्गे बियरको अब आउनु लाग्यो। हामी 12 सिङ्गेको ल हेर्नुहोस् 12 सिङ्गे। तल छ जाउँ म त्यहाँ तल गएर ऊ सर्ट फ्राई हाल्नुपर्छ। बोल्दै नि गरौँ। हामी चाहिँ आयौँ 12 सिङ्गे बियर फ्याक्ट्री। हालै गरिदेऊ। अब हामी जान्छौँ हाम्रो चाहिँ यहाँ पोखरा पोखरा होइन हौ मुक्लिनु होला नि। होइन पोखराको हाम्रो त डेस्टिनेसन त पोखरा हो नि त। डेस्टिनेसन त पोखरा हो तर इन द वे वी आर चिलिङ हियर बियर खाना आएको यहाँनिर हामी होइन उहाँहरू हामी होइन।
देख्दा नि फेरि फर्केर आँखा जुगाउने माया एउटा सहे तिमी तर्केर मेरो निर्माया त छैन यहाँ बाहिर छ है सबै हाम्रो सबै कस्तो एकछिन जस्तो गरेर कठम्का मर्काउनु मन लाग्यो के गर्नु साथी हो होइन अहिले हामी यसरी गाडीमा गएछौँ पछाडि बसिरहेको छौँ त्यही भएर अब नाच्नु मिल्दैन न त म नाचेँ तपाईँलाई देखाइदिन्थेँ क्या अरे तर बाह्रसिङ्गेले ओहो साह्रै मिठो बाह्रसिङ्गे 12 दिनमा 24 बनायो निकालिदियो हो तर छैन सारा 10 अल्कोहल साल छैन एकदम राम्रो गाइड्स हामी चाहिँ हेर्नुहोस् पोखरा अब इन्ट्री भइसक्यो तर हाम्रो हेर्नुहोस् हाम्रो दिदी के सुता हेर्छ यहाँ खाउँदा पनि उठ्ने होइन सुतेर आइपुग्यो हामी काठमाडौँदेखि बिहानदेखि हिँडेको मान्छे स्टिल यहाँनिर हेर्ने गफ गर्दै गाउँदै तर यो सुतेर आइपुग्यो खास त यसलाई देखाउनु ल्याएको घुमाउनु ल्याएको हेर्न आउने मान्छे चाहिँ अहिलेसम्म मान्छेर आइपुग्यो ल गाइस अब हामी आइपुग्यौँ अब एकछिनमा फेरि हामी इन्ट्री भयो के हुन्छ होटेलमा गएर फ्रेस हुन्छौँ त्यसपछि फेरि हामी कन्टिन्यू गर्छौँ बाई बाई नमस्ते मेरो नाम चाहिँ भनेर दिइराख्ने अहिले चाहिँ हामी पोखराको लेक साइडमा आइपुग्यौँ अब हामी चाहिँ पुरा होइन यस्तो टक्क के भन्छ सजदज के पुरा होइन अगाडि राम्री भएर आएको छौँ हामी चाहिँ खास गरी अब एकछिन यस्तो बाहिर खाना खान जानु लाग्छ त्यही भएर हामी एकछिन चाहिँ यता हावा खाऊँ भनेर लेक साइड पोखरातिर पोखरा लेक साइड पोखरा एउटा होइन है हामी घुम्दैछौँ तालको छेउमा गर्दै भ्यू देखाइदिनु त यता भ्यू चाहिँ तालमा हिँड्दैछौँ भ्यू चाहिँ हेर्नु सक्छ जहिले आएको कस्तो भइरहेछ त यहाँ पोखराको दामी दामी मलाई त खुसी एकदम बोली पोखरा कस्तो लाग्दैछ त यहाँनिर पोखराको फेवा तालै हो नि त खासमा त्यही भएर त फेवा ताललाई नै तिमी सुन्दर रमणी अम्बे तिमी सुन्दर रमणी यो दुईटा त के भएर चम्केको तिमीहरू यति राति पनि लाइटको जरुरतै छैन त हौ यस्तो चम्किदिएको के हो यो खास के को कमाल हो सेक्रेट किङ लन्च हौ सुन्दर